guys, welcome back to my YouTube channel. चण्डी आज सानो भन्दा पनि ठुलो भनौँ न बृहत ठुलो चण्डी हुँदैछ। र सानो आज चाहिँ हाम्रो धरान 19 देखि धरानले आइसकिसकेको छु। म बाटोमा नि मामासँग गाइस हामी चाहिँ फाइनल्ली चण्डी आइसकिसकेको छु। म चण्डी साकेला नाच हुने ठाउँतिर आइसकेको छु। मदनले मेला यत्रो लागेको छ। ठुलो खतरा मेला पनि लाग्छ हामीले के है। एकदमै कपाल मेला लागेको छ। बर्नी त्यस्तै भयो। बाटोमा अलिकति मामासँग फेरि छोरो रङसाइड आइदिएछ कि मामाले समाति भयो अलिकति बिहान भयो। हामी चाहिँ अब जाँदैछु भित्र गइदिउँ न छिट्टै छिट्टै गइदिउँ कति राको हो को खोइ मम्मीहरू ओइ पानी परे जस्तो छ। बाटो चाहिँ कताबाट जाने हो हामी चाहिँ राम्री राम्री सोटिङहरू पनि छ। सबैजनाले सबै सजिलो हेर्नु पाइरहेको छ हेर्नु मिलिरहेको छ। एकदम कपाल दामी छ। बाटो चाहिँ फेरि यस्तो छ के बाटो चाहिँ के भएको अलिकति ठिक छैन। ओहो अब हामी मुन्दुमी नेपाली भन्नुपर्छ। अब यहाँनिर थुप्रै कुराहरू चाहिँ आएको छ होइन। पहिचानको कुरा प्रदेशको नाम यस्तो राखिदियो उस्तो राखिदियो भनेर तपाईँहरू कराइराख्नु भएको छ। कसले राख्यो त कसले राख्यो प्रश्न गर्न चाहन्छ है। जोसँग कलम थियो उसले राख्यो होला। त्यो कलम कसको हातमा हामीले दियौँ त के लेख्नु पर्ने के लेख्यो होइन। तपाईँहरूले भन्दै हुनुहुन्थ्यो किराँत लेख्नु पर्ने ठाउँमा त कि लेख्यो तर उतापट्टि चाहिँ नै होइन। अब किराँत त लेखेन कबाट लेख्यो तर अर्कै लेखेछ भनेर भन्नुभयो। त्यो कलम कसले दिएको तपाईँ हामीले नै दिएको हो कि त्यो कलम लेख्ने कलम हाम्रो हातमा हुने गरी उठ्नु पर्यो नि। अब त्यो ढोलले उठ र जुट बनेर आएको छ। त्यो अनुसार भन्दाखेरि चाहिँ सांस्कृतिक हिसाबले अब हामी उठ्नुपर्छ। सांस्कृतिक हिसाबले हामी नउठिन्जेलसम्म राजनैतिक हिसाबले हामी उठ्न सक्दैनौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू म त्यो भन्न चाहन्छु। र राजनैतिक हिसाबले पनि यहाँनिर अग्रजहरू हुनुहुन्छ। हाम्रा सङ्घीय तपाईँको चाहिँ प्रतिनिधित्व गर्नुहुने हाम्रो पूर्व माननीयज्यू फाइनल्ली गाइस आज चण्डी निकै राम्रो भएको छ। रमाइलो भएको थियो। अब फाइनल्ली हामी चाहिँ घर फर्किन लागेको छौँ। धेरै थाकियो होइन। हिँड्दा अलिअलि मेला पनि उठ्न थालिसकेको छ। अब फर्किन लागेको छ। अब हामी चाहिँ घर फिर्कन लागेको छौँ। आजको लागि चाहिँ भिडियो यहाँनिर रोक्न चाहे धन्यवाद।